So, what's up family? This is Bodas vlogs all the way from Avas district. Also, Sanjanjala, Mama very solid too. Ani अझै म यहाँ छु भन्दाखेरि here डाउन मा छु बाटोहरुको हाल हेर्न सक्नुहुन्छ हामी चाहिँ बाइकमा आएको डक्टर यु क्यान सी अनि बाटोहरु चाहिँ त्यस्तै छ अलिकति डेभलप भएको छ पहिला भन्दा चाहिँ पहिला त अति नै थियो अहिले चाहिँ अलिकति भनी कता कता चाहिँ सजिलो छ तर यो पानीहरु हाल्दाखेरि चाहिँ बाइकको टायर चाहिँ यो पानी देख्न हुन्न यति चिप्लिन्छ रे यो बाइक त्यही हो हामी चाहिँ टक्क यही छ अब हामी चाहिँ अन्त दिदीहरुलाई कुदिछौँ अन्त दिदीहरुसँग अनि माथि जान्छौँ हामी पूजा गर्छौँ त्यसपछि हामी ब्याक टु अन्त दिदी हाउस अनि हाम्रो घर चाहिँ भोलि गइन्छ हाम्रो घर सो त्यही हो अलिक हालत चाहिँ जुत्ताको हालत देखेर थाहा पाउनु भयो होला यो कपडाहरू चाहिँ मैले खोलिसकेको छु त्यो ऱ्याङकोटहरू अनि बाटो चाहिँ जे होस् अझै अलिकति मर्मत गर्न चाहिँ अझै टाइम लाग्छ जे होस् हुँदैछ होइन त्यही हो हरिम भिड चाहिँ हरिम यस्तो भिड छ लगभग अहिले हामी कति 8 वर्षसम्म छौँ भने 11 कि 10 वर्षसम्म चाहिँ बल्ल हाम्रो पूजा चाहिँ समाप्त हुन्छ होला भिड चाहिँ धेरै छ सो द्याट्स वाइ हामी चाहिँ अन्त दिदीहरूलाई कुर्दैछौँ कतिखेर आउनुहुन्छ अनि हामी मास्टर जान्छौँ त्यही हो ल अन्त दिदीहरू नि आउनु भइसक्यो अब हामी मास्टर जान्छौँ हामी नानी हाई गरिदियो नानी हात लाऊ नानी हात लाऊ नानी हाई गरिदियो छिटो है ओइ कुकुली बोलेको केही छैन त डरा ल हामी चाहिँ टक्क डाउन हेर्न सक्नुहुन्छ नानी हेर्न बोलेको छैन उयो हाई गर्नु नानी छिटो हात लाऊ नानी हात लाऊ ल हामी चाहिँ माथि जाँदाखेरि टक्क सिट चाहिँ बढ्छ थाङ्ना चाहिँ हरिम थाकिन्छ अनि त्यही हो हस् हस् हाम्रो अङ्कल दिदी मम्मीहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ हामी चाहिँ चल्दैछौँ बोल्न सकिँदैन सिटी चढ्दाखेरि सो भ्लग चाहिँ अफ अहिले भेट्छु बिहानको 10 पनि बजे होइन है तर पनि पसिनाले यस्तो भिज्यो जस्ट उकालो चढ्दै पनि छु दाजु त्यो उकालोको उसले पसिना आइरहेको छ उकालो पनि यति हो र अझै सिडी चढ्न कति बाँकी छ जस्तो आधी चढ्यो म चाहिँ जति भन्छ सिडी चढ्न अब सिलमाडीहरू टक्क यसो यसो बनाउनुपर्छ मजाले है अस्ति आउँदाखेरि चाहिँ बनाउनु पाएन अस्ति नै डार्सी गएको थियौँ अनि अहिले चाहिँ जस्ट आफै राइड अनि आफै ड्राइभर त्यस्तरी सो एकछिन आइयो ल यस्तो त्यस्तो नाच्ने होइन कि बेबी ल एजुकान्सी मन्दिरहरू चाहिँ टक्क हेर्न सक्नुहुन्छ वान अफ द यसलाई हिँडालिदिउँ है ल हिँड त ल आइज हात ल आइज बेबी जस्ट लुक एट द सिडी कति उकालो छ ठाडै छ हाम्रो घुम्न सुन्दा यहाँ उकालो हेर्न सक्नु ठाडै छ जस्ट लुक एट द सिडी टक्क गेटमा श्री दाउन्ने देवी मन्दिर प्रवेशद्वार टक्क हामी प्रवेशद्वारमा छौँ आइज हिँड्ने सिधा हिँड्न नहेर्किन हिँड्ने छिटो खै हेलो र हिँड छिटो यता नहेर्किन हिँड क्यामेरामा नहेर्किन हिँड सुरु हिँड उकालो त बाफ्रे बाफ नसक्नु छ सिडी हरिम धेरै कतिवटा सिडी मम्मी यहाँ सिडी त नसक्नु छ यस्तो उकालो होइन यहाँसम्मको राइड तपाईँ कस्तो भयो गुड दामी दामी हाम्रो अङ्कल
दुई शब्द बोलिदिनुहोस् मेरो भिडियोमा आज हामी दाउनी देवी दर्शन गर्नु भनेको उकालो साह्रै रहेछ क्या के भइरहनु छोरी हाम्रो दादा देखेर एकदम खुसी भइरहेछ हेलो गर छिटो बेबी हेलो गर हेलो गर्दै भयो दादालाई हेलो भन हेलो भन बल्ल हेलो ल हाम्रो आयुष भाइ चाहिँ अगाडि बाख्रा डोराउँदैछ हेलो सर नमस्कार कस्तो फिल भइरहेछ तपाईँलाई उकालो चढ्दाखेरि हावा पनि सुरु चलेको चिसो दामी बाँदर यहाँ लिएर भागेको छ भन्छ थके पनि दामी लाग्छ हावा सुरु चलेको वहाँबाट हामी आयौँ त्यहाँ माथि गएर हामी अलिकति बल्ल डाँडामा आएपछि सिरिरी हावा चलेको श्रीनगरको डाँडामा जस्तो वरिपरि पुरै जङ्गल छ हामी हिँड्दैछौँ टक्क माथि जाँदैछौँ मैले यता कान के हो यो तालले यताको मात्रै सुन्ने हो यो हल्का हल्का आफै बोलेको मलाई सुनेर भिडियोमा कस्तो हाँसेको हेर्नु मैले हेलो भन ल हामी चाहिँ माथि जाँदैछौँ यतिखेर चाहिँ भिड चाहिँ आज उब्बर छ यतिखेर अझै आउँदै हुनुहुन्छ थाकेर यहाँ चाहिँ तर टाढामा हावा चाहिँ एकदम मस्त सिरिरी चल्दो रहेछ मैले भिडियो बनाएर खुसी भइकिने नानी बजाउँदा भयो बजायो भन दिदी नानीबाट घुम्नु होला नि हामी चाहिँ टक्कलाई माथि आइसकेको छ मन्दिरमा एजिकान्सी नानी हामी चाहिँ माथि आइसकेको छौँ सिनेमेटिक पूजासुजा गरेर फाइनली भइसकेको छ अब हामी चाहिँ यो काट्न जान्छौँ त्यसपछि हामी घर जान्छौँ ल यहाँबाट यस्तो दामी भ्यू देख्छ र हामी चाहिँ पूजा गर्दै पूजा गरे भ्याइ अब बाख्रा काट्दैछौँ नानीलाई हेर्नु बेबी के गरेको के गरेको ल ओ ल हामी चाहिँ पूजा गरेर भइसक्यौँ अब हामी घर जान्छौँ चप्पल लाग्ने हिँडेको अब चाहिँ अब हामी एउटा ब्याक टु होम जान्छौँ अङ्कलहरू चाहिँ उता बाख्रा लिन जानु चाहिँ म चप्पल लिन आएको अन्त हामी चप्पल लगाउँछौँ जेसित लगाउँछौँ आउ खुट्टामा रिमको अब यत्रो ओह्रालो गर्नुपर्छ दाजुभाइहरू ठिक छ हामीले चप्पल लगाएर हाम्रो कहाँ ल दाउनेको जुन मेन उकालो थियो त्यो चाहिँ हामीले झरिसकेको छ अब 100 कतिवटा सिडी हो यहाँ त्यहाँ पनि सब झरेर अब तल गइसकेको छौँ सो हाम्रो पूजा नि समाप्त भइसकेको छ आजलाई अब हामी डाइरेक्ट घर जान्छौँ फोनमा चार्ज पनि छैन एकछिन फोनमा चार्ज गर्छु तल गएर त्यसपछि घर गएर डाइरेक्ट तपाईँहरूलाई एकछिन यसो त्यही सर्दीको भ्यूहरू देखाउँछु तपाईँहरूलाई त्यही हो हामीले यो लुगा बोकेर हिँड्दैछौँ अनि अलिकति ढिलो बोक्यो त्यो बनाएर बाँदरहरू चाहिँ एकदम ओभर छ दोस्तहरू यहाँ घुमिरहेछन् मेरो दोस्तहरू के त्यही हो ल हामी अब उतै गएर भेट्छौँ
दिदीहरू आउँदै हुनुहुन्छ ल हामी बिहान 7 बजे हिँडेर अहिले 1 बज्ला होला बल्ल हाम्रो पूजा सकिसकेको छ वेटिङ पछि आफ्टर लङ टाइमको वेटिङ पछि पूजा सकियो अब बल्ल चाहिँ हामी यहाँ खानासाना खान आएछौँ नास्ता खान आएछौँ त्यही हो चाह छैन धेरै म अब त्यही गरेर बोल्छु हामीलाई दाजुभाइहरू वी आर रेडी अब बल्ल हामी चाहिँ अन्त दिदी घर जान्छौँ यहाँबाट बिहान हामी कति 7 बजे निस्केको अब यहाँबाट निस्किँदाखेरि बल्ल 8 बज्न लाग्यो बाइक चाहिँ यस्तो धुलै धुलो भएको छ सो त्यही हो अब दिदी गएर भेट्छौँ है त अहिलेसम्म जसले हेर्नुभएको छ थ्याङ्क्स फर वाचिङ माया गरिदिइराख्नु होला धन्यवाद हामी बल्ल दुर्गी पास आइसकेको छौँ बाटो एकदम ध्वस्त छ बाइकको आवाज हुन्छ बाटो एकदम ध्वस्त छ हामी चाहिँ बल्ल दुर्गी पास आइसकेको छौँ अझै यहाँ कोदाको फुल चाहिँ भाँचिएको छ अब हामी कुन बाटो जान्छौँ त्यो आएर हो आइस भाइलाई त आज हामी चाहिँ बल्ल बल्ल यहाँ आइसकेको छ बाटो चाहिँ एकदम दुःख छ पानी हाल्दा बाइकको टायर चिक्ने पानी नहाल्दा धुलै धुलो हुने त्यही हो घरबाट हामी चाहिँ टक्क अहिले जाँदैछौँ दिदी घर यताको पिच बाटो जाँदैछौँ हामी चाहिँ नत्र उताको बाटो चाहिँ हरिम अप्ठ्यारो छ त्यही हो हामी जाँदैछौँ बाटोहरू हेर्नु सक्नुहुन्छ हरिम दामी चिल्लो छ विकास भएछ अहिले जो सबैतिर विकास राम्रो त्यही हो दिदी घर पुगेर भेट्छु दाजुभाइहरू हामी चाहिँ बल्ल कोल्टारी भन्ने ठाउँमा आएको छ म चाहिँ दिदी घर पुगेको छैन यस्तो अहिले चाहिँ बाटो चाहिँ एकदम चिल्लो दामी रहेछ त्यही ल आमाहरू बस्न आउनुभएको आइस भाइ म मम्मी भएर बाइकमा बल्ल हामी दिदी घर पुग्दैछौँ यहाँ छ दिस आवर हङ्सी गेट सक्नुहुन्छ ए हङ्सी सिमेन्टको फ्याक्ट्री हो यो अब घर चल्दैछ भइदिएको हामी जुत्ता गएको त्यस्तो हजुर सो दिस इज द नेक्स्ट डे अब चाहिँ म चाहिँ घर जानु लाग्यो तर यो हालेको चाहिँ डिसएडभान्टेज हुँदो रहेछ सब खै कहाँ ठोकिँदो रहेछ के ल म जुत्ता सुत्ता लाउँछु त्यसपछि हामी अब आज घरतिर सब ल अब जाने पुगुली बाई गर्दैछु ल बाई गर्दै पछि आउँछु ल दादालाई बाई दादा बाई ल अब हामी चाहिँ घरतर्फ प्रस्थान हुन लाग्यो कहिले आउँछ भोलि खै अब युज गर्नु आजै हाल्छु मन्दिर गएको पुरै बाई बाई ल बाई बाई दादालाई ल हामी चाहिँ अब घर जान्छौँ अब बाटोतिर यसो एक दुईवटा क्लिपमा भेटौँ ल त्यसपछि अनि आज ब्लग तिर्ने हुन्छ हिजो र आज टक्क मिलाएर ल हामी चाहिँ अन द वे छौँ अब हामी चाहिँ दाउनेको बाटो नगएर हामी चाहिँ सर्टकट बाटो जानु लाग्छौँ यहाँबाट डाँडाचौर भन्ने ठाउँदेखि चाहिँ यता डाइरेक्ट बर्दघाट सिस्ता पश्चिम निस्किने गरी हामी जान लागेको छौँ है त्यही हो अब बाटोहरू कस्तो छ हामीलाई थाहा छैन फर्स्ट टाइम त्यही हो है यहाँनिर कहाँहरू निस्केको है त दाजुभाइहरू हामी चाहिँ भित्री गाउँबाट आएको छौँ उताबाट भन्दा यतातिरबाट अलिकति धुलोसिलो हिलोसिलो हुन भन्दा चाहिँ हामी टाढा आएको हामी यहाँबाट चाहिँ डाइरेक्ट भूमि निस्किन्छ अरे भूमिदेखि हामी डाइरेक्ट कर त्यही बाटो चाहिँ यस्तै छ कच्ची नै छ बाटो चाहिँ ठिक छ यता चाहिँ खोला के खोला हो बिनी खोला यो ढुङ्गा त यति छ यो ढुङ्गामा ढुङ्गा झिकेर बेच्न पाए त करोडपति भन्छ कसम त्यो छ ढुङ्गा करोडपति भन्छ यो ढुङ्गा बेच्दै ल त्यही बाटोबाट बेच्दै गर्छौँ हामी यो खेतबारीहरू देखेर मलाई पाल्पाको याद आयो ठ्याक्क पहाड त्यो खैरिङ बाटो
सेम त्यस्तै छ खरिङ बाटो अलिकति ठुलो छ यो जग्गा सानो छ त्यस्तै हो त्यही हो नत्र नि यो यिनीहरू त सब ठ्याक्कै पहाड जस्तो ल त्यही हो बाटो ठिकै रहेछ हामी चाहिँ आधी बाटो आएको छौँ अब फेरि आधी बाटो गएर त्यसपछि घर पुग्छौँ अब घरतिर गएर भ्लगहरू इन्जोय हुन्छ होला अब बाटोमा यस्तै राम्रो भिडियोहरू चाहिँ तपाईँलाई म इन्फो मान्छु ल हेर्नु सक्नु चाहिँ बाइकहरू आइरहेको रहेछ त्यही ल बल्ल दुःख बाटो एकदम दुःख रहेछ यहाँ त बढ्तीदेखि बाटो ठिक बल्ल हामी तल आइयो त्यही होला सो अब हिजोको र आज भ्लग मिलाएर कति मिनटको भ्लग हुन्छ त्यो आएर न अब म एडिट गर्छु अब आज नै आउनु सक्छ भोलि आउँछ भ्लग सो त्यही हो थ्याङ्क्स फर वाचिङ किप सपोर्ट एन्ड थ्याङ्क्स फर वाचिङ थ्याङ्क्स फर यर सपोर्ट त्यही हो माया देखाइदिइराख्नु ल 1K छिटो पुगामै त ल हस् त धन्यवाद जय नेपाल